A day in my life. Good morning, namaste everyone. I started my day आज चाहिँ सिधै अफिसबाट किनभने अफिस जानुपर्ने थियो, बिहानै काम थियो, सो गएर एकछिन काममा बसेँ अनि खाना खाएको थिइनँ, सो माथि गएर खाजा खाएँ। त्यसपछि हामी गयौँ शिवम हाउसिङ। एकछिन वी ह्याड टु मिट रचना दिदी, प्लानहरू गर्नुपर्ने थियो, सो दिदीलाई हाई भनेर वी स्टार्टेड आवर मिटिङ। अनि कामहरू त्यहाँ सकिएपछि मजाको मिटिङ भयो, एकछिन गफसफ भएपछि वी वेन्ट ब्याक टु अफिस। अनि अफिस आएर एकछिन बसेको थियो, फेरि वी मेड अ प्लान टु भिजिट एडभान्स पेन स्पेसलिस्ट क्लिनिक। अनि त्यहाँ एकछिन महेश दाईसँग गफसप भयो, तल हाम्रो ग्यारेजमा दाई हुनुहुन्थ्यो। अनि एडभान्स पेन क्लिनिक पुगिसकेपछि एकछिन पुष्पक सरसँग धेरै पछिको भेट, एकदम राम्रो पनि भयो र धेरै प्लानहरू पनि बन्यो। अनि अङ्कलको ट्रिटमेन्ट थियो, ट्रिटमेन्टको लागि अङ्कल पनि आउनुभयो, सो एकछिन अङ्कलको ट्रिटमेन्ट प्रोसेसहरू पनि मैले खिचेँ। अङ्कलको चेकअपहरू सबै सकिसकेपछि चाहिँ अनि फेरि वी केम ब्याक टु अफिस। तिमन भाइ पनि आइसकेछ घुमेर, सो केटाहरू एकछिन काम गर्दै थिए अनि मैले चाहिँ करिन भाइलाई बाई भनेर अफिसबाट निस्किएँ। अनि जिम आएर आफ्नो सेटहरू सकाएँ। आज चाहिँ मैले ब्याक र थाइको दुई सेट सकाएँ अनि त्यसपछि आनन्दले एकछिन आराम गरेर म चाहिँ घरतिर लागेँ। सी यू गाइज, गुड नाइट।